हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म एउटा म्युजिक भिडियोको सुटिङमा जाँदैछु र सुटिङमा चाहिने सबै आफ्नो लुगाहरू छिटो छिटो प्याक गरेर आफूलाई चाहिने इम्पोर्टेन्ट सामानहरू सब प्याक गरेर म चाहिँ रेडी हुन्छु। रेडी भइसकेपछि चाहिँ म आफ्नो ब्याकप्याक भिरेर सुटिङको लागि निस्किन्छु। बाहिर निस्किँदा चाहिँ पानी परेको रहेछ। म चाहिँ भिज्दा भिज्दै हाम्रो बी भाइब्रिक्स डान्स स्टुडियोमा पुग्छु। यो डान्स स्टुडियो चाहिँ हाम्रो मनमैजुपुरको अपोजिट साइडमा रहेको छ। म त्यहाँ पुग्दा चाहिँ दाइले हामी सबैलाई गुरिराख्नु भएको रहेछ र मैले पनि हतार नगरी छिटो छिटो माथि जान्छु। र माथि गइसकेपछि क्लासमा हेर्दा चाहिँ हाम्रो लेडिजहरूले डान्स प्र्याक्टिस गर्दै हुनुहुने रहेछ, जुन चाहिँ हामीलाई आज सुटिङमा गर्नुपर्ने छ। र एकछिन मैले आजको हाम्रो कोरियोग्राफर डिरेक्टर दाइलाई हेलो भन्दै हामी पनि केटाहरू निस्क्यौँ कम्पोजतिर। र ढिला नगरी हामीहरू केटाहरूले पनि कम्पोज स्टार्ट गऱ्यौँ। 20-30 मिनट कम्पोज गरिसकेपछि त्यत्तिकैमा हाम्रो आजको लेडिज मोडल सञ्जना गुरुङ दिदी हुनुहुने रहेछ। उहाँलाई पनि हाम्रो दाइले कम्पोज गराइसकेपछि हाम्रो सुटिङको बस चाहिँ आइसकेको थियो र हाम्रो आजको लोकेसन धेरै टाढा भएको कारणले सबैजनाले ढिला नगरी छिटो छिटो हामी बसतर्फ लाग्यौँ र हाम्रो बस चाहिँ त्यहाँबाट मुभ भएर हामी आजको हाम्रो गन्तव्य स्थानतिर अघि बढ्यौँ। र आजको हाम्रो मोडल चाहिँ हाम्रो सरोज दादा हुनुहुन्थ्यो। उहाँलाई हामीले पिकअप गरेर फेरि त्यहाँबाट हामीहरू चाहिँ आफ्नो गन्तव्यतिर अघि बढ्यौँ। र सरोज दादाको र मेरो पहिलेदेखि चिन्जान भएको कारणले सरोज दाइ र म सँगै बसेर कुराकानी गर्दै सरोज दाइले चाहिँ आफ्नो एक्सपिरियन्सहरू सेयर गर्दै हुनुहुन्थ्यो। दादाको त्यो स्ट्रगल र एक्सपिरियन्सको कुराहरू सुनेर म आफैमा पनि मोटिभेट भएँ। त्यत्तिकैमा हाम्रो छोटो भाइ खुसी हुँदै ब्राजिलियन मुभ्सहरू देखाउन थालिहाल्यो। बसबाट बाहिरको भ्यू हेर्दै हामीहरू रमाइलो गर्दै हामी चाहिँ हाम्रो आजको सुटिङको गन्तव्य स्थलमा पुग्यौँ। आजको हाम्रो सुटिङ हुने स्थान चाहिँ सुकुटे बिचको भोटेकोसी रिजर्टमा थियो। लोकेसनमा पुगिसकेपछि चाहिँ हामी सबैजना बसबाट झरेर चाहिँ भोटेकोसी रिजर्टमा प्रवेश गऱ्यौँ र हामीहरू एकदमै ढिला भइसकेका थियौँ। हामीहरू पुग्नुभन्दा अगाडि चाहिँ खाजा रेडी थियो। एकदमै भोक लागेको कारणले हामीहरूले ढिला नगरी खाजा खानतर्फ लाग्यौँ। खाजा चाहिँ एकदमै मिठो थियो। खाजा खाइसकेपछि हाम्रो सुन्दरीहरूले गर्दै थियो मेकअप। म पनि के काम भन्दै मैले पनि एउटा सुन्दरीलाई बोलाएर मेकअप गर्न पठाएँ। हामीहरू सबैजना रेडी भइसकेपछि हामीहरू लाग्यौँ कम्पोजतिर। कम्पोज सकेर सुट गर्दा गर्दै हाम्रो 4 बजिसकेको थियो र हामीहरू गयौँ खाना खान। यति भोक लागिसकेको थियो कि खाना खाएर सकेको पत्तै भएन। खाना खाएर सकिसकेपछि सरोज दादा र मैले एकछिन डान्स भिडियोहरू बनाउँदै बस्यौँ र त्यत्तिकैमा फेरि हाम्रो सञ्जना दिदीको संसारी माया विचित्र स्टार्ट भयो। र सरोज दादाले म पनि के काम भन्दै सञ्जना दिदीसँग मेरी आमाको सुनौला केसमा कम्पिटिसन गर्नुभयो। त्यत्तिकैमा रात परिसकेको थियो र हामी खोलाको छेउमा गएर फेरि नयाँ स्टेप कम्पोज गऱ्यौँ र हाम्रो सुटिङ चाहिँ बिहानको 3 बजे प्याकअप भयो र हामीहरू त्यहाँबाट मुभ भएर निस्कियौँ काठमाडौँको लागि। र आजको भ्लग यही हुन्छ। बाई बाई गाइज, सी यू सुन नेक्स्ट भ्लग। यो मेरो फर्स्ट भ्लग भएको कारणले कमेन्ट मार्फत के कस्तो छ प्रतिक्रिया दिनु होला। थ्याङ्क यू, धन्यवाद। सी यू अल, लभ यू गाइज।